एउटा हल्का जोक्स छ, लाइक कमेन्ट गर्नु होला है र यो भिडियोलाई राम्रो हेरिदिनु होला। अरू जोक्सहरू पनि आइरहन्छ र मैले धेरै पहिला पनि लगाउने गरेको छु। जीवनमा दुईटा चिजलाई कहिले रिस नउठाउनु, एक भगवान, दुई त डक्टर। तपाईहरुले भगवानलाई रिस उठाउनु भयो भने गाडी एक्सिडेन्ट गराउने, बाइक एक्सिडेन्ट गराउने, बिराम गराउने अनि डक्टरकोमा पुर्याउने। अनि डक्टरलाई रिस उठाउनु भयो भने सिधै भगवानकोमा पुर्याउने। त्यसैले यो दुईटा चिजले कहिले पनि रिस नउठाउनु होला। 2 नम्बर है, साह्रै मिल्ने दुईजना साथीहरू रहेछन्। एकजना मधेसी मुलुकको, एकजना पहाडी मुलुकको। एक दिन त उहाँहरूलाई भूत प्रेत मसान छ कि छैन भन्नेमा विवाद भएछ। पहाडी मुलुकले भन्दो रहेछ मसानी र भूत प्रेत हुन्छ, मधेसी मुलुकले भन्दो रहेछ हुँदैन। त्यसो गर्दैमा बाजीको कुरा आएछ। ल के बाजी राख, ल 10,000 राख्ने, ल ओके दुईले राखे। त्यसपछि पहाडी मुलुकले भनेछ तपाई मध्यरातमा मसान घाटमा गएर जानुहोस् र यो किल्ला र यो मुङ्ग्रो लगेर ठोकेर आउनुहोस् भनेछ। मधेसी मुलुकले पनि ओके गरेछ र ऊ ठ्याक्कै 12 बजी रातको 12 बजी मसान घाटमा गएछ र यसो पुगेछ, यसो हेरेछ, मसान घाट सुनसान थिएछ। किराहरू खचाखुचुक कराउँदै गरेको सुनेछ। अनि यसो खसाङखुसुङ गरेको अलिअलि आवाज जस्तो आएछ। केही होइन भनेर बाजी छ, म जसरी पनि बाजी जित्छु भनेर उसको पालो किल्ला ठोकेछ। ठ्याङ 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 ठोकेछ र स्वाट्टै उठेछ। उड्दा स्वाट्टै तानेको अनुभव भएछ। फेरि पनि उठेछ, फेरि तानेको अनुभव भएछ। होइन केले पो तान्छ, साँच्चै पो छ के हो भनेर हेत केही पनि छैन भनेर झुरुक्कै उठ्ने भएको झन् तानिएछ। ऊ त त्यत्तिकैमा बिहोस भएछ। बिहोस भएपछि पर उसको साथीले रुममा पर्खिरहेको रहेछ कहिले आउँछ भनेर। त्यत्तिकैमा आएन। अब बेलुका कहाँ राति कहाँ खोज्नु जाने भनेर उसले बिहान मात्रै खोज्ने निर्णय गरेर सुतेछ। र बिहान ऊ मसान घाटमा खोज्नु आएछ। उसको साथी त बिहोस रहेछ। अनि यसो हेरेछ सुराल भौरी छेरेको भेटेछ। अनि उसको साथीले भनेछ मसान छैन भनिस् नि, तँलाई छेरिन्जेल गोदेछ खाइस भनेछ। अनि अब साथी बिहोसलाई उठाएर लैजाउँ भनेको त के को गोद्छ, उसको धोतीको फेरा सँगै किल्ला ठोकेछ। त्यसैमा पल्झेर बिहोस भएर लडेको रहेछ त। एकजना युवा भाइ डाक्टरकोमा गएछ। डाक्टरले सोधेछ तपाईलाई के भयो भनेछ। मेरो मुटु कलेजो अलिक दुख्छ भनेछ। डाक्टरले सोधेछ तपाई जाँड रक्सी खानुहुन्छ? हुन्छ खुवाउन त सोधिहाल्नु भयो भनेछ के। अब 4 नम्बर